सो गाइस है आज चाहिँ म यो रुखमा घाँस काट्नलाई आइपुगेँ ठ्याक्कै फेदमा। रुख चाहिँ साह्रै अग्लो छ, यो बाँस लगाएर चढ्नुपर्ने। यो जाडोकालमा खुट्टा ठिडियाएर है यस्तो माथि पुग्नुपर्ने छ। ब्याकग्राउन्डहरू चाहिँ ठिकै छ है। यहाँनिर चाहिँ घाँस झारेको दाउरा, बाख्राहरू चाहिँ छ, बिबेल पनि छ एउटा बिहानै। यहाँ तल हाम्रो परिश्रमी बहिनीहरू पनि यस्तो हिँडिरहेछ कि बिहान। यता अम्बकको रुखसँगै माथि ट्याक्क छ अनि यत्रो रुख छ चढ्नुपर्ने यसरी होइन। सट्टसँगले म चाहिँ चट्ट लगाएर चढ्न सुरु गरियो। यति चढ्दै यस्तो हुँदो रहेछ है, कस्तो अग्लो देखिरहेछ होइन। ब्याकग्राउन्डहरू यस्तो छ। अझै यति पुग्नु पर्ने भयो, बाँसबाट चाहिँ चढियो। यति चाहिँ चढियो। अब तिमी भन्दा धेरै मरमा छु। यति अग्लोमा चढिसके, खाजा खाएको पनि सकियो। अब पुग्नु यति छ आयो। गीत खोला पनि देखिएको थिएन, खोला पनि देखिन थाल्यो। मर्छु कि के हो। खोलाले लगेको यहाँ 5 घर थियो, 5 घरमा 4 घर उडाएर एउटा चाहिँ लडाउन लागेको छ, हरियो टिन्लाको। एउटा चाहिँ पार्टी मास्तिरको। त्यहाँदेखि अलिक पर चाहिँ मेरो अलिअलि घर देखिँदैछ सट्टसँगले। अब यता चाहिँ बिबेलहरू, यहाँ पर चाहिँ स्कुल धुम्म भइरहेछ आज, घाम हल्का लागिरहेछ। गाई बस्तुहरू टक्कसँगले होइन। अझै पुग्ने यति छ हौ।